ल गाइज हामी चाहिँ बस पार्क आएको 4:30 को गाडी भनेर आएको 5:30 हुने बेला भन्छ गाडी आएकै छैन ल्याङ भइरहेछ टेन्सन भने टेन्सन भएको छ कि बस पार्क यस्तै भइरहेछ ट्रिपको सुरुवातै यसरी भइरहेछ ल अब बसमा चढेपछि भेटौँला है हामी चाहिँ गाडी चढेको छौँ अहिले फाइनली आइपुग्यो है कति बज्यो भन्दाखेरि अहिले कति बज्यो ल 4:30 को गाडी घडी बाले देखाइदियो क्लिकको लागि 5:48 भएछ 5:48 मा भित्र आएर बस्यौँ हामी है अब कति बजे पुगिन्छ कहिले पुगिन्छ त्यो हेर्नै बाँकी छ स्टे ट्युन बाहिर चाहिँ हामी चाहिँ बस पार्कमै छौँ नि त स्टिल गङ्गो बस पार्क अहिले कुदेसी हुन्छ धुलै धुलाउँछ ल हामी चाहिँ यो दौड्नेको जाममा अड्केर बसिरहेछौँ जस्तै भेजा फ्राई भइरहेछ कति बेला पुग्ने थाहा छैन ज्यान दुखेर हालत खराब वेलकम ब्याक फेरि जाममा फसिरहेछौँ हिजो राति 2 बजेदेखिबाट मजा आइरहेको होइन बिहान मुखमा एक थोपा पानी पनि परेको नि है धुलो चाहिँ खाइयो हाम्रो बसभित्र चाहिँ होइन हेरेर गएको जस्तो हो नाइट व्यू अफ छेडे बजार जाजरकोट कुन खोला हो थाहा भएन भोलि थाहा हुन्छ यस्तो छ यहाँको माहौल चाहिँ एउटा होटलमा बस्न आएको छौँ गाडीले सिधै ल्याएर थियो अब आज जान्दिएन भने त्यहीँ राख्यो यही होटलमा लिएर आयो अनि वी आर हियर चिलिङ ल सोल्टी हामी कहाँ छौँ रे हामी अहिले कहाँ भन्नु पर्दाखेरि चाहिँ खासै भन्दा चाहिँ पाङ्गोतिर सेम यो कहाँ थियो भन्दा यस्तो लगभग यस्तै भनौँ बिल्डिङ प्लस गुड मर्निङ फ्रम छेडा बजार छेडा छ निकाल्नु
उठेको कति भयो कति बज्यो है त्यही भएर 1 घन्टा त हामीले सुन्नु पाइन्थ्यो 4 बजे भनेर 3:30 बजे अलार्म राखेर उठ्यो राम्रो यस्तो भइरहेको 4 बजेको गाडी भनेर बिहानै उठेर निक्लेको यहाँ होटलको च्यानल गेट बन्द गाडी पनि छैन चिया खान पनि पाइए छैन पानी खान पनि पाइए छैन मान्छे नभए यो चाहिँ 5 बजेको छेडा बजार है गाडी अब 4 बजे जाने भनेको गाडी अझै आएन हामी त्यहाँ रनभुल्लोमा परिरहेछौँ बिहान 5 बज्न लाग्यो 5 बज्न लागेको हालत चाहिँ यस्तो छ मर्निङ चिसो हावा चलिरहेछ जाडो हुँदो रहेछ यता चाहिँ जाँदैछौँ हामी फेरि त्यही हिजो बसेको होटलमा यहाँ हामी आएको गाडी यही हो एकदम खतम सेकेन्ड डे अफ आवर ट्रिप हामी चाहिँ जाजरकोट भर्खरै इन्टर गरेको छौँ छेडा भन्ने ठाउँ आइपुगेको छ आज चाहिँ दुःख पाइयो लास्टै के भनिरहेको छ अब तल जानु पर्यो अब जाजरकोटबाट दुनैतिर हिँडेको गाडी डोल्पामा दह्रो हावा हुने रहेछ यस्तो छ उकालोमा गाडी जाम भएर बसिरहेछौँ हामी चाहिँ सेन्डविचको लागि आफ्टर कति घन्टा लगभग 48 घन्टाको राइडदेखि आइपुग्यौँ बल्ल आइपुग्यो ल ज्यान देखेर हालत खराब भइरहेछ निक्लेर बल्ल फ्रेस चाहिँ हुनु पाइयो है हामी जाने बाटो चाहिँ यो अब यो सुलीगढबाट साइडको भलाङबाट जानु ल आनन्द भयो काठमाडौँदेखि आएको बस चाहिँ उतै हो बेरी खोला आर्मी चेकपोस्ट अनि हामी जाने बाटो उयो झोलुङ्गे पुल हो यहाँबाट यता गएर यहाँबाट यता माथि कहाँ जाने हो खतरा रहेछ सोल्टी रङ्गी बिरङ्गी ल जाऊ हेलो साथीहरू हामी चाहिँ आज उयो प्रभाकर गेस्ट हाउसमा गुड मर्निङ फ्रम सुलीगढ हिजो गाडीबाट झरेर एकछिन माथि 5-10 मिनट हिँडेर हामी बस्यौँ बिहान भइसकेको छ अहिले चाहिँ उठेर रेडी हुन लागेको हामी अब ट्रेक आजबाट सुरु हुन्छ कस्तो छ विल सी भोलि पर्सिबाट पानी पर्छ भनेर वेदरले देखाइरहेछ टेन्सन चाहिँ त्यसको छ अरू चाहिँ इट्स अल गुड अप टु नाउ है लेट्स सी के हुन्छ ल ट्याप हामी चाहिँ यहाँबाट हिँडेको है सुलीगढबाट हिँड्यौँ हामी बिहान ट्रेक सुरु भयो हामी हिजो बसेको होटल चाहिँ यो हो होइन ल अब हाम्रो यात्रा सुरु छ
भ्यू चाहिँ सुरुको भ्यू चाहिँ यस्तो छ नि बाटोको भ्यू राम्रो छ ल अब कहाँ पुगिन्छ भेट्नु बिस्तारै बाटोमा Give me the stage and you're gonna see how it goes on. Every time, every night is a loose one. I see this for crime. हामी चाहिँ अब भेरी है यो चाहिँ भेरीको साइडमा छौँ हाम्रो अब यहाँ ब्रेकफास्ट हुन लाग्छ कुन चाहिँ भिलेज हो चाहिँ थाहा छैन तर एकदम रिमोट छ अनि यहाँ चाहिँ एउटा हिरो आएको यहाँको डन गेटोमा त्यहाँ एकछिन अब रमाइलो गरेर हामी जान्छौँ गाइजहरू हामी चाहिँ एउटा भिडियो बनाउनु पर्छ नि कहाँ बिफोर फोक्सुन्डो ड्युरिङ फोक्सुन्डो आफ्टर फोक्सुन्डो ड्युरिङ फोक्सुन्डो त यही भइहाल्यो काम गरिहाल्छ नि हालत खराब भइरहेछ ड्युरिङमा त आयो भइसक्यो हालत खराब त्यही माथि खानेपानी नभएर एकदम समस्या भइरहेको छ गाह्रो चाहिँ होइन पुरै गाह्रो चाहिँ होइन हामीलाई धेरै भारी मात्र भएर यस्तो भयो ठिक छ जे भयो नि रमाइलो छ यसको पनि छुट्टै मजा छ कस्तो आनन्द आयो ल बाटोतिर भेटौँला है पाँच घन्टाको कष्टकर मेहनतपछि अहिले 5 घन्टा नभन्न बिहान कति बजे कहाँ हो रे कहिले ठाउँ रेची 5 घन्टा हिँडेर चाहिँ हामी रेची आइपुगेका छौँ है बिहान हामी 7 बजे हिँडेको अहिले ठ्याक्क लगभग 7 बज्न लाग्यो होला 12 घन्टा हिँडे आज हालत हाम्रो एकदम खराब छ धेरै ब्लग आउँदैन एकदम थकित अवस्थामा छौँ हामीलाई ल हामी अब यहाँ टक्क लाएर अब रमाइलो गर्छौँ एकछिनमा ल आइ चिज गर्छौँ ल बाई अब बाहिर भेटौँ अब मुड चल्यो भने बाहिर भेटौँला नभए भोलितिर भेटौँला है गुड नाइट गुड मर्निङ हामी चाहिँ अब बिहान 7:15 बजे रेचीबाट निक्लिँदैछौँ है माथि फोक्सुन्डोको लागि यहाँको यो इन्फर्मेसन अलिअलि हामी हिजो बसेको होटल चाहिँ उ त्यो हो राम्रै थियो ल बिस्तारै जाउँ हिँडेको 10-15 मिनट भयो अहिलेसम्म त बाटो तेर्सै छ र आज पनि हाम्रो हालत खराब हुनेवाला छ पुरै नेचरको काखमा तल फोक्सुन्डो खोला बगिरहेछ अहिले चाहिँ पानी त क्यामेरामा त निलै देखिरहेको रहेछ ठिकै छ निलै रहेछ अलिअलि निल्ने नै पानी बगिरहेछ तर घाम लागेपछि अलि मजाको निलो आउँदै छ क्या यसको कलर बाटोमा हामीले एउटा गाइड पनि भेटेको छौँ आइज म त हिँडेँ
के भयो त्यो अहिले तर्साउँछ कि छोडेँ आइज हामीलाई फोक्सुन्डो पुऱ्याइदियो नि त आइज भारी पुऱ्याइदियो खिचेला नि एक लोड तेरो ब्याग उता मेरो ब्याग यता ट्रेकर्स इन होटल वाइफाई नेटवर्क एन्ड हर्स राइडिङ एभाइलेबल हियर ल सबै चिज छ है यहाँ नानी 6 यहाँ तिमी खाले भने जस्तो हामी ठिक लाग्यो खै टिप्छ कि एक लट फोन गरिदिनु कि घरमा अचाउँछ नि समथिङ ल भाइहरू पुरै बल खेलिरहन् स्कुलमा रमाइलो छ खेला केटाहरू अहिले खेल्ने भनेको भित्र के हो टन्ने प्रोग्राम छ कि क्या हो स्कुलमा केही छ जस्तो छ आज तल होला यो फोक्सुन्डो ल हामीलाई चाहिँ यहाँ अब घोडाको गोबरले वेलकम गरेर रहेछ होइन झोलुङ्गे पुलको अगाडि आइज सबैलाई जो हिँड्छ सबलाई वेलकम नाइस झोलुङ्गे पुल तलतिर फोक्सुन्डो खोला यो हो नि त हामी झरना होटेल कति टाइम लाग्छ होला यहाँबाट हेरौँ त्यो पारीको चाहिँ सैजोल है अनि हामी चाहिँ अहिले झरना होटेल आइपुगिसक्यौँ हामी यहाँ खाना खाएर चढ्छौँ माथि कति टाइम लाग्छ हेरौँ यहाँबाट लगभग 3 घन्टा होला 3 घन्टा भनेको हामी यस्तो बिस्तारै हिँड्छ हामीलाई 4 घन्टा लेट्स सी झरना होटल हियर वी कम सब उल्टो देखिरहेको छ नि झरना होटेल अनि टक्क जाने भर्खर 9 बजी 1 बजीसम्म त पुगिन्छ 1-2 बजीसम्म पुगिन्छ जसरी नि झरना होटल एन्ड रेस्टुरेन्ट है दिस इज झरना होटल हेरौँ जहाँ खोला छ त्यहीँ जहाँ खोला छ त्यहीँ खुल्ला भने खुल्ला कि खुल्ला यहीँ हो हाम्रो फेमस झरना होटेल होइन त है आज हामी रेचीबाट खाना बन्छ होइन खाना बनाइदिनु नि टक्क लगाएर भेज मटन पनि छ भेज मात्रै भेज मात्रै खाने तातो पानी यसो हुन्छ तातो पानी राखिदिनु चिया त बनाउनु पर्दैन चिया बनाउनु पर्दैन तल हल्का अलिक भिजिया रहेछ चिसो रहेछ त तल माथि राखिदिउँ है फ्राइङ पनि बनाइदिउँ न भैँमै पानी पुरै होइन
नबनाउने भयो नबनाउने ए हुन्छ बेच्न पर्यो अचार लेखाकै हामीसँग अचार छ ए अझ त हामीसँग पनि छ सोटीको मिठो छ अचार हामीले त्यो बोकेर ए पहिला पहिला भन्दा जाँदा काहीँ पनि हुने थिएन क्या दाइ ए अहिले त हुन्छ सबै होइन यो ठाउँमा चाहिँ जहाँ पनि मासु मटन छ अन्डा छ सबै हुँदो रहेछ क्या सबै हुँदो रहेछ अहिले अहिले व्यवस्था भयो पहिला त हुँदैन अहिले सबैले होटल व्यवस्था भन्नु आयो सबै सक्छ त्यही भएर नि अब यहाँबाट झर्ना देखिन्छ कति टाइम लाग्छ भाइ उकालो कटेपछि हजुर उकालो त अब यहाँबाट त ठाडै उकालो होइन सबै 20 मिनट पछि त्यसपछि ठाडै उकालो 15-20 मिनट पछि हो जा 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 आमा 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 पछाडि त भन्नै पर्यो अघि हामीसँग भएको खचडहरू फाइनल पोस्ट क्रस गरिरहेछौँ हामी उकालोले रामधुलाई हान्नेवाला छ खतरा ठाउँ ल यो हामी चाहिँ झरना देखिने ठाउँमा आइपुग्यौँ फर्स्ट फोक्सोन्डो चाहिँ अब लगभग आधी घन्टामा आइपुग्छ भनेर भने हेरौँ लेट्स सी के हुन्छ कति टाइममा आइपुगिन्छ ठाडो उकालो कट्यो भनेर भन्ने त्यो चाहिँ एउटा आनन्द लाग्यो क्या उकालो भनेको अब यही यति नै छ अरे यही वालै हो अरे क्या फोक्सोन्डोको वाल होइन होला हो कि भने होइन रहेछ काम गर्नेहरू के गर्नु त्यो होटल सोटल बनाइरहेको रहेछ कि क्या हो वेलकम टू फोक्सोन्डो प्यान्थेरा युनेसिया भन्नाले स्नो लियोपर्ड जाऊ
भ्यू पोइन्ट पनि देखिरहेको छ यहाँबाट खतरा हो कि यहाँबाट तालको टाढा छ दिदी 1 मिनट मात्रै तल उसमा भनिसकेको छ क्या भ्यू पोइन्टमा हामी 2 जना आएको दिदी तालसम्म जाने आमा ल ठिक छ फाइनली बल्ल आनन्द भयो क्या मजा आयो यार वाउ यहाँको एक्सपिरियन्स नाइस 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 बवाल फाइनली वेलकम टु फोक्सुन्डो लेक यो हो नि त कस्तो लाग्यो सोल्टी आइपुग्यो है आइपुग्यो ल जमाइ छ दामी छ के पानी ह्यामा गाल्ने ठाउँ पनि छ कि क्या हो लेट्स सी उता छ होला उता पनि छ होला हैन फोक्सुन्डो guys follow us
माथि छ जस्तो त्यहाँ माथि बिचमा माथिबाट हिँड पुरा यो हो नि त ट्याक्क हामक हालिन्छ फोक्सुन्डोको साइडमा अनि हाम्रो चिल सुरु हुन्छ Sei Foxundo. Oh, too many झाडी के भयो फोक्सुन्डो यहाँबाट खतरा देख्दो रहेछ न दामी यार हामीले तीनटै देख्छ कि आइजम त्यो खैरीहरू रहेछ कि अब पछिको
अझै बेसी हुन्छ होला देखिन्छ होला गामलाई यसो खुलेर नि अहिले एकछिनमा मात्रै बगेर आएर खोला ठुलो भएको छ यो सबै डाँडाबाटै जम्यो भने चाहिँ होइन सबै खोलामा क्या म यहाँ जम्यो भने होइन क्या मैले जस्तो खोला बग्छ नि होइन खोला त अब कहीँ एउटा मुहान हिमालबाट बगेर आयो भन्छ नि त होइन त्यो खास त्यो एउटा त्यो हिमालबाट मात्रै बगेर त्यत्रो भएको चाहिँ होइन किनकि बिचतिर नि कतिबाट जोइन हुन्छ नि त खोलालाई पानी त बिचबाट हुन्छ यो रुखहरूले उ गरेको पानी सब फालेको पानी जोइनबाट निक्लिने पानी त्यही होइन अचम्म लाग्यो यहाँ बोटिङ पनि नहुने त्यही भने किन भने त त्यस्तो रहेछ कहानी तर के नहोला र भने बोटिङ अब खै त्यसले त्यही भन्यो अब त्यसलाई न त यहाँ यस्तो सम्म छ यहाँ मान्छेले अहिलेसम्म किन नचला त कि के छ होइन न त यस्तोमा त एउटा न एउटा त हुनुपर्ने नि त धेरै नभए नि 1-2टा त हुनुपर्ने नि त धेरै फेमस नभएको तर यहाँ उ नभएर नि होला कि डुङ्गा चलाएर नि कहाँ चाहिँ पुग्ने त भने कस्तो कहाँ चाहिँ पुग्ने तँलाई उता कुनातिर जानु मन लाग्दैन कुलेखानीमा त कहाँ जान्छस् कुनातिर जाँदैन त्यस्तो त हो नि त्यस्तो हुने छैन लास्टै बिगट हो नि मैले वाइफाई आइसक्यो मैले एउटा डुङ्गा हाल्दा के हो आर्मी सार्मीले त ल्याउनु त पर्ने खै त्यही पनि हेर न ल त्यो आर्मीले भने अब यहाँ बोटिङ सोटिङ हुँदैन किनकि त्यो मुहान चुया भएर बिचबाट तान्छ भनेर खै कहाँबाट ताने त यहाँबाट पानी भुमरीसँग यस्तो देखेको त त्यसले त्यही भन्यो तैँले क्वेसन गर्नु पर्थ्यो नि त त्यसलाई कहाँ तानेको खै भुमरीबाट कहीँ देख्दैन भनेर भन्नु पर्ने त्यसले त्यही हो नि त्यसले भने त्यो अर्को ठिक पनि होला कि किनकि बिचमा होइन ढुङ्गाबाट पानी पनि निक्लिरहेको थियो नि तलबाट झर्नामा क्या त अनि त्यसले त्यहीको मुहान फुटेर त्यो निक्लिया हो कहाँतिर गुफा रहेछ कि यो उसमा भिरमा होइन त्यहाँबाट चुइया क्या त्यो दामी छ नि यार लास्टै दामी छ क्या
अलिकति जाने चाहिँ डुब्छ भने आइज हाल्यो भन्दै आइज पुरै खानेकुरा खोज्दै हिँडिरहेको छ क्या फेरि गर्दा हाल्यो भन्दै हाल्यो आइज अब त किङ भयो ल